बालेनलाई प्रधानमन्त्रीको रूपमा उम्मेदवार बनाउने गरी सहमति भयो र हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ। पहिला त थाहा हुनु पर्यो, कुराकानी हुनु पर्यो, के कस्तो छ, कहाँ छ, के छ भन्ने एउटा बुझ्नु पर्यो होइन। एकअर्कासँग चाहिँ नि परिस्थितिबारे जानकारी लिनु पर्यो। त्यो चरणमा छ। हामी तपाईँहरूले भने जस्तो हतार नगर्नुहोस् न। आज पनि वार्ता हुने भन्ने समाचारहरू आइरहेको छ। बिस्तारै राजनीतिक चरणमा हामी प्रवेश गर्छौँ। अब जस्तो अरू शक्तिहरूसँग पनि छलफल मेरो निरन्तर कायम छ। सुजन गुरुङजीसँग कुराकानी भएको छ। अब समयका कारणले कुलमानजीसँग पनि कुराकानी गर्छौँ। हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनको लागि प्रयास गर्छौँ र मैले भनेअनुसार रासोपा त्यसमा लागिरहेको छ। तर अब यो हामी दुईजना मात्र बसेको वार्तामा चाहिँ सबैले आफूलाई जे स्वाद लाग्छ त्यही भनिदिन त भएन। तर ठिक छ, हामी काम गरिरहेका छौँ। हामी निरन्तर प्रयास गरिरहेका छौँ। रासोपाले गर्छ नि, यो रासोपाको जिम्मेवारी पनि हो। त्यस कारणले हामी त्यो जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने चरणमा छौँ। स्वतन्त्र पार्टी पहिले पनि हामीले भनेको छौँ, सबै परिवर्तनमा लाग्नुभएका नयाँ अझ वैकल्पिक भनिएको शक्तिहरूलाई संवाद मार्फत एक ठाउँमा ल्याउने प्रयास स्वरूप हामी अगाडि बढी नै रहेका छौँ। त्यसैको एउटा महत्त्वपूर्ण कडीको रूपमा हामी अगाडि बढिरहेका छौँ। यसलाई अब टुङ्गोमा पुर्याउने गरी अहिले हाम्रो संवाद सुरु भएको छ। यहाँले थाहा पाइहाल्नुहुन्छ नि। त्यो सुई पूर्व र पश्चिम पुग्छ कि पुग्दैन? अब हेर्दै जाउँ, जहाँ पुग्छ जान्छ। गोपी र हल्का सम्पानसम्म पुग्छ कि पुग्दैन रवि सर? रवि सर, पूर्व र पश्चिम पुग्छ पुग्दैन? यो सबैतिर पुग्छ, सबैतिर।